कस्तो भोक लाग्यो आज त। मेरो खाना कसले बनाइदिने? आज त सूर्य दाजु पनि आउनु भएको छैन। ओहो भोक लाग्यो? तिमी चिन्ता नगर, म यहाँ स्टोमाटा मैले तिम्रो खाना तयार पार्छु। तर मलाई चाहिँ यसो सामग्रीहरू चाहिन्छ। खै घाम दाजु पनि देखिँदैन। 8 मिनट बसेर म आएँ। ओहो ल घाम दाजु पनि आउनु है। प्रकाश आयो। अब चाहिँ मलाई जल र कार्बन डाइअक्साइड चाहिन्छ। त्यति भएपछि हाम्रो खाना सुरु हुन्छ। म पानी, म जराबाट जमिनबाट पानी लिएर आएँ। तपाईँको खाना बनाउनका लागि मलाई माथि उठाउनुहोस्। म पनि आएँ है। हावाबाट कार्बन डाइअक्साइड म स्टोमाटा मार्फत भित्र जाँदैछु। उडेर आएँ। ओहो अब मेरो चाहिँ सबै जल प्रकाश र त्यसपछि गएर कार्बन डाइअक्साइड सबै आयो है। अब चाहिँ खाना बनाउँछौँ। अब सबै कुरा भयो। अब हाम्रो खाना सुरु हुन्छ। म बोर्डको लागि खाना बनाउनु तयार पार्छु। हामी सबै मिलेर खाना बनाउँछौँ। धन्यवाद, मलाई जन्म दिनु भएकोमा खुसी छु। म अक्सिजन हो। बाई प्रोडक्ट हो। ग्लुकोज आउनु पर्ने। अब हाम्रो म प्रसन्न भएँ, धेरै ग्लुकोज म स्वस्थ भएँ। धन्यवाद सबैलाई खाना बनाउनु सहयोग गरिदिनु भएकोमा।